नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 866औं भिडियोमा। आजको भिडियोमा मैले दुईवटा रोचक कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई मन पर्नेछन्। सर्वप्रथम लागौं रोचक जानकारीतर्फ। एउटा परिपक्व रोगले 2 देखि 10 व्यक्तिका लागि आवश्यक पर्ने एक दिनको अक्सिजन आपूर्ति गर्ने अनुमान गरिएको छ। यसै रोचक जानकारीका साथसाथै लागौं आजका दुईवटा कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, आजको लागि पहिलो कथा नेपाल फर्किन मनै छैन मलाई। लेखक विष्णुहरि तिमेल सिन्हा। साँच्चै भन्नुपर्दा मलाई नेपाल फर्कनै मन छैन। क्याफेमा बसेर सुनिरहेको थिएँ। म सम्झिन्छु त्यो दिन 3 वर्ष अगाडि मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जब भुइँ छाडे, मन भारी भएको थियो, मुटु भक्कानिएको थियो। घरिघरि मलाई आफ्नो जन्मदाताबाट टाढा भएर बिरानो ठाउँ जानु छैन भन्ने लाग्थ्यो। म यहीँबाट नै फर्किन्छु जस्तो हुन्थ्यो। सबैको याद, आफूले जन्मेको गाउँ, बचपनदेखिका साथी, इष्टमित्र, आफू पढेको स्कुल, सबै कुरा एकैपटक दिमागको एउटा कुनाबाट अर्को कुनासम्म तीव्र वेगमा दौडिँदै ठोक्किँदै थिए। लाग्थ्यो, होइन म किन विदेश जाँदैछु? आखिर के पाउन यो सबै कुरा यहीँ बिट मारेर जाँदैछु? के छैन यो देशमा? तर फेरि लाग्थ्यो, आखिर के छ यहाँ? हातमा प्रमाणपत्र बोकेर दिनभरि मलाई जागिर दिनुस् न भन्दा अनुभव खै भनेको सुन्दा वाक्क परिसकेको थिएँ। लाचार भएर नोकरीका लागि हात जोड्दा मेरा हात थाकेका थिए। यहाँ र त्यहाँ पुगेका हुनाले मेरा खुट्टाका प्रत्येक नसा फुलेका थिए। म किशोर, युवा प्रमाणपत्र लिएर जाँदा अनुभव पुगेन बाबु तिम्रो। हामीलाई 5, 10, 15 वर्ष अनुभवी मान्छे चाहिएको छ भनेर फर्काइदिन्थे। दिन रात नभनी 18-19 वर्ष यो देशको पढाइमा बिताएको मैले अनुभव कति बेला बटुल्ने? अझ नेपालको पढाइको दौरान भोगेको अनुभव कसरी सुनाऊ? आखिर मैले आफ्नै देशमा केही गर्छु, अरूको देशमा आफ्नो अमूल्य समय बिताउँदिन भनेर सोचेकै हो। तर मैले सोचेर मात्र हुँदो रहेनछ। यो विदेशमा आउनुभन्दा अगाडि भाग्यवश एक ठाउँमा नोकरी पाएको थिएँ। विडम्बना, नेपालमा त्यस्तो नोकरीको सम्मान नै हुँदैन। ए सुन त, फलानाले त 20,000 कमाउँछ रे, के नै पढे भन्थ्यो, बरु हाम्रो छोराले विदेशमा गाडी किनिसक्यो, अर्को वर्ष हामीलाई पनि लैजाने रे भनेको सुन्दा म आफ्नो पढाइका प्रमाणपत्र हेर्थे। हिउँ परिसकेका बुबा आमाको केस देख्थे। उनीहरूले देखेको सपना सम्झिन्थे, खिया लागेका हाट सम्झिन्थे। आफूलाई नै धिक्कार लागेर आउन थालेको थियो। आखिर म के कुरामा चुके? पढाइ सकेर एउटा ढङ्गको नोकरी गर्न सकिन, सरकारी नोकरी त गर्नै सकिन। आखिर 17-18 वर्ष मेरा बुबा आमाले यो देशका शैक्षिक संस्थालाई बुझाएको एक सुका यही दिनका लागि हो। अनि मैले त्यो सबै टुलु हेर्न सकिन। न म देशको व्यवस्थासँग एक्लै लड्न सके, न केही गर्न सके। मेरो पढाइ र प्रमाणपत्र मेरो देशले पत्याउन सकेन। मेरो मानसपटलमा विभिन्न कुराहरूको द्वन्द्व प्रतिद्वन्द्व चल्न थाल्यो। निकै समय लाग्यो। अनि के गर्ने त भन्दा विदेश जाने कुराले सिधै कञ्चट नजिकै बलक गरिरहेको दिमागी भित्तामा चस्किने गरी छोयो। कहिले पनि देश छोडेर प्रदेशमा आफ्नो पसिना बेच्दिन भन्ने मेरो मनभित्रको अडान एकै कम्पनमा छत बिछत भयो। गर्ल्याम गुलुममै ढल्यो अठोट। उठ्नै नसक्ने गरी, कहिल्यै नउठ्ने गरी, मर्मत के मलमपट्टि पनि लगाउनै नमिल्ने गरी। बाध्यताले नै शहरका हरेक एजुकेसन कन्सल्टेन्सी धाउने मेरो दैनिकी बनिसकेको थियो। त्यही धाउने क्रममा मेरो दिमागमा धेरै कुरा खेल्न थाले। देशको स्थिति, युवा जमात बेचबेखन त आफ्नै अगाडि भइरहेको थियो। म पनि केही समयमा त्यहीको एक शिकार बन्नेवाला थिएँ। त्यहाँ भेटिएका युवाहरू भिसा लाग्दा एकदमै खुसी थिए, मानौ अर्को जन्म पाएका हुन्, संसार जिते जस्तो। सायद कतै मेरो मनमा पनि खुसीका ताराहरू रङ्गीचङ्गी हुँदै थिए। त्यही बखत धेरै सरकारी कार्यालय पुग्न पर्ने अनि त्यहाँको व्यतिथि झमेला झन खत्तम देख्दै थिएँ। केही समयपछि मेरो पनि भिसा आयो। मेरो मन आफै हर्षित भयो। विदेश जान्न भन्ने मेरो फैसलामै सीमित भयो। भिसा आउँदा मलाई पनि अर्को जन्म पाएको अनुभूति भयो। परिवार सबै खुसी हुनुहुन्थ्यो। मेरो छोरा विदेश जाँदैछ भन्दै टिकट काटियो, सरसामान किनमेल भयो, लगेज प्याकिङ भयो। अनि न्याउरो अनुहार र तरङ्गित मन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटबाट भित्र हुइकियो। नयाँ देश, नयाँ शहर, नौलो परिवेश, नौलो कानून अनि ठूला ठूला मानव निर्मित संरचना। दिनको ठीक 3:30 यी आँखाले देख्ने अवसर पाए।
लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 4बाट बाहिर निस्कन साथ ठूला बस अनि ट्राफिक नियम पालना गर्दै आफ्नो गन्तव्यतर्फ गुड्दै गरेका अनेक किसिमका गाडी लाग्यो हामी नेपाली कति पिछडिएका रहेछौं। हाम्रो राजनीतिक पद्धति कति फितलो रहेछ कि हाम्रो देशमा गर्व गर्न लायक केही छ। राजदाईको कारमा चढेर म डेरासम्म पुगे। त्यहाँ पुग्दा आफ्नो देश सम्झिए, आफ्नो देशको स्थिति सम्झिए। नेपाली भएर गर्व गर्ने एउटा कारण मैले देख्नै सकिन। केही दिनपछि एक ठाउँमा जागिर पक्का भयो, भाडा माझ्ने। सुरुमा यस्तो काम पनि गर्ने हो र भन्ने लाग्यो, तर आफ्नो बैंक खाता झलझली अगाडि आउन थाल्यो र लम्किए भाडा माझ्न। बाटोमा धेरै नेपाली भेटिन्थे, तर कसैलाई कसैको पनि वास्ता हुन्थेन। सबै आफ्नो दैनिकीमा व्यस्त हुन्थे। कसैलाई कसैको कुरा काट्ने फुर्सद छैन। कसैलाई फलानाले भाँडो माझेछ भनेर निसो देखाउन फुर्सद छैन। हरेक काम अनि हरेक मिनेटको सम्मान हुँदो रहेछ। आफ्नो पसिनाको उच्च कदर हुने रहेछ। हाम्रो देशमा सबैलाई घुम्ने कुर्सी नै चाहिन्छ, तर यही जन्मेकाहरू पनि भाँडा माझ्ने काम गर्न हिचकिचाउँदैनन्, बाटो सफा गर्न अन्कनाउँदैनन्। यहाँ हरेक चिज सिस्टममा चल्छ। जसले यो सिस्टम मान्दैन त्यसलाई यो देशले मान्दैन। यो देशमा पनि व्यथिति छ, तर यहाँ त्यसलाई कसरी कम गर्ने भनेर पहल हुन्छ। एक दिन रेलमा कतै जानुपर्ने भयो। रेल पानी मुनिबाट कुदिरहेको देख्दा अर्कै संसारमा आएछु जस्तो लाग्थ्यो। यो देशभन्दा सम्मत हिसाबले हामी 57 वर्ष अगाडि हुँदा विकासका हिसाबले हामी युगौं पछि रहेछौं। यी देशहरू एकपटक विकास भएर पुराना हुँदा हामी विकास सुरु गर्न सकिरहेका छैनौं। आफ्नो एक परिश्रमको कदर हुने यस्तो ठाउँ छाडेर फेरि त्यो राजनीतिले फोहोर भएको दलदलमा डुबुल्की मार्न को जान्छ होला। म त अब त्यो दलदलमा फर्किन्न। त्यसैले यतै आफ्नो मेहनतको व्यवसाय सुरु गर्दैछु। नेपालमा न युवा भविष्यको सुनिश्चितता हुन्छ, न स्वास्थ्य, न बुढ्यौलीमा सरकारको साथ। दशकौं देशका लागि पसिना बगाए। बुढ्यौलीमा टुहुरो जस्तो हातमा केही न केही। कतिले भन्नुहुन्छ मलाई, बाबु देश फर्कनुपर्छ, युवा जोश अगाडि ल्याएर देश बदल्नुपर्छ। तिमी जस्तो युवाले देश बिर्सनु हुँदैन, यही आएर केही गर्नुपर्छ। म फर्किन चाहन्न। म जस्ता लाखौं युवा पनि फर्कन चाहँदैनन्। सायद म फर्किन्थे होला, म जस्तै अरू युवा पनि फर्किन्थे होला, यदि मेरो देशको पद्धति राम्रो भइदिएको भए, युवा भविष्य सुनिश्चित भइदिएको भए, कामको सम्मान भइदिएको भए। उदयजी आफ्नो कथा सुनाइरहेका थिए। कफी सेलाएर चिसो भइसकेको थियो। घडी हेरे रातको 10 बजिसकेको रहेछ। क्याफेबाट बाहिर हेरे पुरै सडक दिनको उज्यालो जस्तो देखिन्थ्यो। हरेक खम्बामा बत्ती। दिनको उज्यालोमा झैं मानिसहरू आफ्नो गन्तव्यतिर हिँड्दै थिए। कुनै डर थिएन, हिचकिचाहट थिएन। हरेक ठाउँमा सुरक्षा छ। कानुन त्यस्तै बलियो। रातको चिसो हावासँगै उदयजीको कथा यही बिट मारेर फेरि भेटेर अझै लामो गफ गर्ने बाचासहित म आफ्नो डेरातिर लम्किन थाले। सोचे, साँच्चै हाम्रो देशका युवा देशबाट कति निराश रहेछन्। उदयजीले भने जस्तै आफ्नै देशमा युवा भविष्य सुनिश्चित भइदिएको भए लाखौं युवाले आफ्नो परिश्रम बिरानो देशमा बेच्नु पर्दैन थियो होला। पढ्ने बहानामा विदेश आएर यतै बसोबास गरी देश नफर्कने निर्णय लिनु पर्दैन थियो होला। उदय जस्ता लाखौं युवा विदेशिएर नेपाल नफर्कने निर्णय गरिसकेका छन्। नेपालमा भएकाहरू विदेश आउने दिन गन्दै बसिरहेका छन्। कथा नेपाल फर्कन मनै छैन मलाई। लेखक विष्णुहरि तिमल सिन्हा। साभार सेतोपाटी.com। त्यसैगरी अर्को कथा पनि सेतोपाटी.com बाटै साभार गरेको छु। कथाको शीर्षक श्रीमानकी प्रेमिका। कथाकार डाक्टर सविता सुवेदी। घर परिवारले रोजेको ऊ मेरो लोक्ने अनि म उसकी श्रीमती बनेको 1 वर्ष मात्र पुगेको थियो। उनी पातला, अग्ला, गोरा, ठुल्ठुला कान परेका, राम्रा, पढे लेखेका, धेरै पढेका थिए। म भने मोटी, काली, गुन्द्रुके कपाल भएकी, जम्मा 11 पढ्दै गरेकी। पेटभित्र बच्चाले आफ्नो जिन्दगी सुरुवात गर्दै गर्दा मेरो पढाइले विश्राम लिइसकेको थियो। घरमा उनी र म मात्रै। बिहेमा जन्तीतर्फको बस पल्टेर ससुराबा बिदा भएका थिए। सासूको भने पहिले निधन भइसकेको थियो। बिहे लगतै मलाई आफन्तले अलिक्षिनी भन्न भ्याए। सबैले बिहान उठेर नुहाई धुवाई गरेर तातो कफी बनाएर श्रीमानका लागि बिस्तारामा लाँदै थिए। 81 बुढाले फोनमा कसैलाई मायालु स्वर निकालेर शुभ बिहानी भनेको सुने। उनको यति मिठो आवाज आज बिहे गरेको 1 वर्ष भइसक्दा एकचोटि पनि सुनेकी थिएन। मेरो बुढाले त्यति मिठो बोल्छन् भन्ने थाहै थिएन। पहिलो पटक सुनेकी थिए। अझ कान थापेर ढोका नजिकै गएर सुन्न लाग्दा मेरा चुरा एक आपसमा ठोकिए। मैले मायाको आवाज दिएँ। सायद महिलालाई यो चुरा लगाउने प्रथा पुरुषले नै बनाएको जस्तो लाग्यो। हाम्रा हातका चुरा पाउजीले हामी जता गयो संकेत दिने। पुरुषले जासुस नै राख्न नपर्ने। जासुसी त हामी नै बोकेर हिँड्ने रहेछौं जस्तो लाग्यो। म कोठामा पस्ने बित्तिकै उनले फोन राखे। एकैछिनमा अल्छी पारा झिक्दै
भर्खर उठेको नाटक गरे, आँखा मिचेर लामो हाई काटे। मलाई भने खसखस लाग्न सुरु भयो। कसको फोन हो भनेर सोध्न मन लागेन। केही सोध्यो भने महिलाको जात शङ्कालु भनेर 1000 पटक गाली गरेकाले सोध्ने हिम्मत राखिन। लोग्नेको कमाईमा बाँच्नु परे कि मलाई उनीमाथि प्रश्न उठाउनु शोभा दिँदैन भनेर मेरो आमाले भनेको सम्झे। मनलाई शान्त पार्ने कोसिस गरे, तर पनि मनमा उठेको ज्वार भाटाले उत्पन्न गराएका शङ्काहरू वरिपरि बिस्कुन्झै छरफष्ट पसारो परिरहेका थिए। भान्सामा छिरेर आलुका बोक्रा तास्दै गर्दा मेरा दिमागमा अनेक कुरा थुप्रिएका थिए। उनले त्यति मिठो कसलाई बोल्न सक्छन् र? बहिनी त होइन, बहिनीलाई त भनेर सम्बोधन हुन्छ, साथीहरूलाई त्यो पनि हुन सक्दैन। लामो लर्को तानेर बिस्तारै बोल्न त माया नलागेको मानिसलाई पक्कै होइन, थोरै माया मात्रै लाग्नेलाई पनि हुँदैन। ऊ त विशेष हुनुपर्छ, म भन्दा नि विशेष। यो त हुनै सक्दैन। म त उनकी श्रीमती, जिन्दगीभर साथ दिने बाचा कसमसहित आफ्नो घर छोडेर उनकै घरमा रहर सबै मारेर आएकी। उनका गन्तव्य नै मेरा हुन् भनेर दुःख सुखमा साथ दिनलाई आएकी। म भन्दा त विशेष हुनै सक्दैन, तर मलाई त आजसम्म मिठो बोलेकै छैनन्। शङ्काले लङ्का डढाउँछ भन्छन्, यस्तो शङ्का गर्नु ठिक होइन। खाना खाने बेला भयो। पाहाडमै बस्ने मेरो जन्मघरकी बुढी आमालाई फोन गरे। श्रीमानको हातमा पनि फोन राखिदिए। मैले पकाएको खाना कहिले मिठो हुँदैन श्रीमानलाई। आज मैले उनैलाई मनपर्ने पनिर आलु बनाएकी थिएँ। आफूले सक्दो मेहनत गरेर उनलाई खुसी बनाउन प्रयत्न गरे। खाना मुखमा हाल्ने बित्तिकै तरकारी मिठो भएछ भन्ने सुन्दा यो त कानले पुरै स्वर्ग घुमेर आए भन्दा कम त भएन। फुरुङ फुरुङ उफ्रिन मात्र बाँकी थियो। धेरै नै खुसीको तालमा आफूलाई नै भाग नराखी सबै तरकारी उनैलाई खनाएछु। म पनि 1 नम्बर बुद्धु हुँ, तर श्रीमानले सानो प्रशंसा मात्र गरिदिए यस्ता हरकत म हजारौं गर्न तयार हुन्थे होला। कराईमा रहेको लेदो हातले सोरेर खाएँ, त्यही पनि मिठो भयो। छिटो छिटो खाएर अफिसका लुगा तयार गरिदिएँ। उनी हिरो भनेर अफिस लागे। मेरो दिनभरिको कामले बेलुका शरीर लत्रक्क हुन्थ्यो। बिस्तार बिस्तार खाना खान रुच्न छाडेको थियो। शरीर पनि कमजोर भएको थियो। काम गर्न पिटिक्कै मन लाग्न छोडेको थियो। भान्सा त छिड्न नै मन नलाग्ने भइसकेको थियो। मेरो गाउँकी साथी पनि त्यही काठमाडौँमै डेरा लिएर बसेकी थिए। उसको गर्भवती भएको 6 महिना पुगिसकेको थियो। उसँग भलाकुसारी गरे, तर उसको श्रीमानले गर्ने सहयोग सुनेर मन अमिलो भयो। त्यही पनि मैले आफ्नो पीडा उसलाई सुनाउन चाहिन। साँझ घर फर्किए। श्रीमानले एउटा मोबाइल हातमा राखेर च्याट गर्दै अर्को हातले ढोका खोले। उनलाई म आएको गएको भए नभएको केही मतलब थिएन, तर यसलाई मेरो स्वतन्त्रता भन्न भने पिटिक्कै मन लागेन। छिटो छिटो खाजा बनाएर खाना पकाउन थाले। बेलुका यस्तै 10 बजेको थियो। श्रीमान निदाउने तर्खर गर्दै थिए। अचम्म यो लाग्यो कि सधैँ जसो मभन्दा ढिलोसम्म मोबाइल खेलाएर बस्ने श्रीमान आज मोबाइल बन्द गरेर सुत्न लागेका थिए। मोबाइल हेर्न मन थियो, तर पासवर्ड थियो, सम्भव थिएन। जुक्ति निकाले, ए हजुर, आज म आमासँग कुरा गर्छु, मेरो मोबाइलमा पैसा सकिएछ, आमा बिरामी हुनुहुन्छ अरे। एउटा आँखा खोलेर पासवर्ड हानेर मोबाइल खोलिदिए। मलाई खोजे जस्तै भयो। मोबाइल चेक गर्दा गर्दै उठ्छन् कि लागेर गीत बजाए। बिस्तारै हातले उनको कपाल मुसारी दिए। केही समयमा उनी भुसुक्कै निदाए। त्यो रात मेरो मर्जी भयो। भक्काभक मोबाइलमा मेसेज हेरेँ। खासै मेसेजमा त्यस्तो ठुलो कुरा देखिन जसले मेरो शङ्काको प्रमाण पुगोस्। म आफैलाई गाली गर्न थालेँ। बेकारमा बुढाको शङ्का गर्ने पापी नै होस् त। बिचरा अफिसबाट थकाइ लागेर आउनाले दिक्क भएर मसँग रिसाउने होलान्। उनी जागिरे मान्छे, उनका मान्छे थुप्रै हुन्छन्। व्यर्थमा यस्तो सोच्नु राम्रो होइन। यति सोचेर मोबाइल राख्न मात्र लागेकी थिएँ। एउटा मेसेज आयो, बेबी मसँग नरिसाउन, मेसेन्जरमा आउन, म सबै कुरा भनिदिन्छु। ओहो, को हो यो? म झसङ्ग भएँ। के गर्ने नगर्ने मेसो पाइन। छिटो छिटो मेसेन्जर खोले। रूपा भन्ने केटी रहेछ, भर्खर कि राम्री पुष्ट जिउडाल भएकी। म कता गाउँकी, ऊ सहरकी जस्ती देखिन्थे। उसका कपडा आकर्षक र छोटा थिए। म म्याक्सी कुर्ता साडी मात्र लगाउँथे। उसको च्याटमा अङ्ग्रेजी धेरै हुन्थ्यो, कतिपय मैले बुझिन। आखिरमा मेरो श्रीमानलाई सुहाउने उनै हो कि जस्तो पनि लाग्यो। उसँग गफ गर्दा यस्तो लाग्यो उसँग म लामो समयदेखि कुरा गरिरहेकी छु, तर च्याटमा पुरानो एउटा पनि मेसेज थिएन। उनीहरूबीच भएको झगडा मैले बुझ्न सके। उनीहरूबीच सबै भएको रहेछ जुन श्रीमान श्रीमती बीच हुन्छ। केटीले भने बिहे गर्ने जिद्दी गरेकी रहेछ। त्यो रात उसँग कुरा भयो जो मेरो हुनेवाला सौता थिए। उसले भिडियो च्याट गरौँ न आज भन्न थालेपछि भने मेसेन्जर काटिदिए। एउटा हात बच्चाले भरिएको पेटमा राखे, अर्को हातले स्क्रिन तलमाथि सारे। उसले गरेका केही शब्दहरू यस्ता थिए सायद श्रीमान श्रीमती बीच पनि हुँदैन होला। केही शब्द यस्ता थिए जुन श्रीमान श्रीमती बीच हुन्छ र केही शब्द यस्ता थिए जुन शब्द सुनिएको नै हुँदैन। श्रीमान पुरै अर्काको मायाको खाडलभित्र डुबेको देख्दा म आँसुको खाडलभित्र डुबेकी थिएँ।
एकाएक म रित्तो महसुस गर्न थाले। लोकले मानिसको निर्दय मन बनाउने ईश्वर देखेर पनि रिस उठ्न थाल्यो। पेटको बच्चा सम्झिए, फेरि रोएँ। महिना दिन नै भइसकेको थियो, राम्ररी खाना खाएकी थिएन, कमजोर महसुस भइरहेको थियो। फेरि श्रीमानसँग मनमनै रिसाएँ। अरू नैसँग माया गर्नु थियो त मलाई किन बिहे गर्नु? लु, बिहे नै गरे पनि किन बच्चा बनाउनु? यो बच्चाको के दोष थियो? जुरुक्क उठे। भित्रभित्रै जलन भइरहेको थियो। मनले के सोच्यो त्यो दिमागले सोच्न भ्याएन। रातको यस्तै 1 बजेको थियो। लुगा सुकाउन राखेको डोरी झिके। बाँच्ने मन एक्कासी हरायो। उनले मलाई गरेका तुच्छ शब्दहरू, मलाई गरेका बेवास्ताहरू, म आफ्नै घरमा मिल्केको जुठो टपरी भन्दा अरूमाथि दाच्न नसकेपछि बाँच्न नै व्यर्थ लाग्न थाल्यो। फेरि एकचोटि श्रीमानलाई हेरे। उनी मस्तसँग निदाइरहेका थिए। निदाउँदा उनी साँच्चै बच्चा जस्तै निर्दोष देखिएका थिए। के गरौँ नगरौँ दिमागले सोच्न सकेन। म उनलाई प्राणभन्दा ज्यादा माया गर्थे। अझ पेटको बच्चा पनि हुर्कदै थियो। बच्चालाई पनि सम्झे। आखिर मायाले जित्यो। म मर्न सकिनँ। बिहानको 3 बजिसकेको थियो। मलाई डोरी फालेर डाको छोडेर श्रीमानको छातीमा टाँसिएर रुन मन लाग्यो। उनलाई थुप्रै प्रश्न सोध्न मन लाग्यो, तर सकिनँ। श्रीमानको हात फिजाएँ। उनको अँगालोमा आफूलाई बेरेँ। उनको हातलाई मेरा हातले समातेर मेरा आँखाका आँसु पुछे। मनमनै म श्रीमान भनेर आफूलाई नै सम्झाएँ। किन रोएको लाटी? म तिमीलाई धोका दिन्छु त? तिमी त मेरी श्रीमती हौ नि, मेरी अर्धाङ्गिनी, मेरो जिन्दगी, मेरो प्राण। यस्तै भन्दै चित्त बुझाउने प्रयास गरे। उनको अँगालोमा जति नै बेरिए पनि पुगेन। अझ धेरै उनको छातीमा टाँसिन मन लाग्यो, तर मेरो बढेको पेटले खोजे जसरी टाँसिन मिलेन। यसरी बेरिएको 3 महिनापछिको पहिलो रात थियो। त्यो पनि एकहोरो। अलि आनन्दको सास फेरे। श्रीमान मस्त निन्द्रामै थिए। उनको अनुहार सुमसुमाए। मनले सोच्यो, आखिर जस्तो भयो नि यो मेरो लोग्ने, साथ फेरा लिएर सँगै बाँच्ने र मर्ने कसम खाएको। एकचोटि मानिसको गल्ती हुन्छ, मैले यसलाई माफ दिनुपर्छ। त्यो रात निन्द्रा देवी मसँग रिसाइन्। न त छोटो निन्द्रा निदाउन सके, न जिन्दगीभर निदाउने निन्द्रा नै पर्न सक्यो। बिहान पख जाडो बढे जस्तो भयो। शरीर थरथर काम्न थाल्यो। श्रीमान पनि उठे। उठ्ने बित्तिकै टोयलेट गए। केही छिनपछि चिया भनेर अर्डर गरे। म कुर्ताको सल्ले रातभरि रोएर सुन्निएका आँखा र मुख छोपेर चिया बनाउन उठे। पुरै घुमाइराखेको थियो। बल्ल बल्ल चिया बनाएर श्रीमानलाई दिए। उनले एकचोटि मेरो मुख पनि हेरेनन्। मोबाइलमा नै ध्यान थियो। केही छिनपछि मैले हिम्मत गरे। मलाई सन्चो छैन। उनले पुलुक्क मलाई हेरे। केही बोलेनन्। मेरो निधारमासम्म पनि हात लगेनन्। के भयो भनेर पनि सोधेनन्। मलाई झन रुन आयो। बेसरी डाको छोडेर रुन थाले। खाना पकाउनु पर्दैन आज, मैले नै बनाउँछु। आज शनिबार पनि छ। आज मेरी अफिसको साथीलाई बोलाउँछु। मेरो मनमा झन ढ्याङ्ग्रो बज्यो। कतै त्यही साथी त होइन? नभन्दै केही समयमा एउटी 22 वर्ष जतिकी केटी घर आए। त्यो त्यही केटी थिए जुन मैले फेसबुकमा देखेकी थिएँ। महिलालाई एउटा रुख देखाएर यो नै तेरो सौता हो भन्यो भने त्यो रुख नै उखेलेर फ्याँक्छन्। यहाँ त श्रीमानकी प्रेमिका। त्यहाँमाथि आफू बिरामी भएका बेलामा देख्दा मन निचुरेको कागती भन्दा बढ्ता भयो। अब त घरमै ल्याउन थालेछन् भनेर झन पीडा थप्यो। त्यो केटी घरभित्र छिरेबाट मलाई झन ज्वरोले च्यापे जस्तो भयो। जिन्दगी नै भारी लाग्यो। उसलाई म सक्ने हुन्थे भने कपालमा समातेर घरबाट बाहिर लतार्दै कहिल्यै पाइला नटेक्ने बनाउँथे भन्ने सोच पनि आयो। तर उनीहरूको अगाडि म निरीह थिएँ। न कसैलाई भन्न सक्थे, न कोही नै मेरो आफ्नो भन्ने थियो। एउटा जो थियो ऊ त झन पराई भइसकेको थियो। उसले मेरा सुन्निएका आँखा हेरी, म कामी रहेको शरीर हेरी, मेरा निधार आएर छामी। त्यति मात्रै गरिदिँदा पनि मलाई माया गरे जस्तो भयो। सायद उसले मानवता देखाई जुन कुरा मेरो श्रीमानबाट हराइसकेको थियो। म साह्रै नै दया लाग्ने जस्तो भएछु कि जस्तो पनि लाग्यो। उसले मेरो श्रीमानलाई गाली गरी र एम्बुलेन्स बोलाएर अस्पताल लगी। उसले मलाई अस्पतालमा पनि हेरी, खाने पिउने सबै गरी। त्यो बिरानो काठमाडौँ जहाँ मेरै लोग्ने अस्पताल पनि गएनन्, त्यहाँ उनकै प्रेमिका अर्थात् मेरी हुनेवाली सौताले मलाई मेरो आमा बहिनी सबै भनेर भूमिका निर्वाह गरे। मनमा नै सोचे, ऊ पनि त आखिर महिला हो। महिलाको पीडा महिलाले जति नबुझे झैँ गरे पनि बुझ्ने रहेछ जस्तो लाग्यो। अस्पताल बसेको तेस्रो दिन श्रीमान पैसा लिएर अस्पताल आए। डाक्टरले मेरो बच्चा र म सुरक्षित गराएर आगामी दिनमा हेरचाह गर्न भनी पठाइदिए। घर पुग्यौं। उसले गेडागुडीको सुप बनाएर ल्याए। भगवान विभिन्न रूपमा प्रकट हुन्छ भन्थे हो रहेछ। जब म मर्ने र बाँच्ने जस्तै दोसाँतमा थिए त्यो बेला मलाई मेरी हुनेवाला सौताले बचाई। मानिस नै भगवान र मानिस नै राक्षस हुने रहेछ। ऊ मेरो जीवनमा दुवै भएकी थिए। त्यस्तै बेलुकाको 5 बजेको थियो। मैले उसँग बोल्न खोजेँ। हेर रूपा, म तिमीलाई चिन्छु। मेरो श्रीमानसँग तिम्रो सम्बन्ध रहेछ। सायद त्यो कुरा म बच्चा जन्माइसकेपछि थाहा पाएको भए या त म बच्चा नै नपाउने भएको भए त्यति पीडा हुन्थेन होला जति पीडा आज भएको छ। तिमी पनि महिला हौ। एक दिन तिमी पनि आमा बन्नेछौ। गर्भमा बच्चा रहँदा श्रीमानको माया कति आवश्यक हुन्छ त्यो पनि तिमीले बुझौली। आज मेरो यो अवस्थामा तिमीलाई मन पराउने मान्छे भोलि तिमी म जस्तै हुँदा अरूलाई मन नपराउला भन्न सकिन्न।
तिमी अहिले सुन्दरी छेउ, जवान छेउ, तर महिलाको सुन्दरता बच्चा नहुनेसम्म हो। राम्ररी विचार गर। मेरो भविष्य त बिग्रिसक्यो, सायद जिन्दगीभरि हामी त सँगै हुन सक्दैनौ। तिमी चाहिँ आफ्नो ख्याल गर। तिमी मभन्दा सानी लाग्यो, मेरो बहिनी जस्तै भएकोले सुझाव दिएकी हुँ। यति भन्दा ऊ घोसेमुन्टो लागिरही आफ्नो सामान बोकेर हिँड्न लागे। श्रीमान कोठाभित्र छिरे। ऊ मेरो श्रीमानसँग एक शब्द पनि नबोली त्यहाँबाट गई। श्रीमान भने बाइकमा पुर्याइदिन्छु भन्दै पछि लागे। फेरि मेरो आँखाबाट आँसु तप्प चुयो। अब श्रीमान फर्केर आउँछन् कि आउँदैनन् थाहा थिएन। अघि भर्खर खाएको सुपले पेटलाई आराम मिलेको थियो। उनी राति घर नआए पनि भोकले त्यति च्याप्छ भन्ने लागेन। त्यो रात श्रीमान त आएनन्, तर गाली मिश्रित मेसेज आयो। तँलाई भैँसी रूपालाई नचाहिँदो बोलेर उचालिस। आफैले पालेको सर्पले आफैलाई डस्यो त खुरुक्क निक्लिहाल मेरो घरबाट, त बस्न नै पर्दैन। म आजको रात उसैसँग छु। रातभरि दिमागमा अनेक किसिमका कुराहरू खेल्न थाले। आत्महत्याका कुराहरू पनि आए। मान्छेले अन्तिम बिन्दुमा पुगेपछि सोच्ने त्यही रहेछ। तर मस्तिष्क बोल्यो आत्महत्या गर्नु कायरता हो। जिन्दगी 2 दिनको छ। सुख र दुःख नै जिन्दगीका पाटा हुन्। सधैँ सुख मात्र मिल्यो भने सुखको के मूल्य, जिन्दगी के रमाइलो। यस्तो दुःख पर्दा त दिमागले काम गरेर समस्या समाधान गर्नुपर्छ। म यही मान्छे भनेर बस्नु किन? भगवानले दिएको यो शरीरको के काम? म पनि आफूले सक्ने काम गर्छु। अरू केही नसके पनि कसैको घरमा खाना पकाएर खुवाउन सक्छु। केही नभए हार गुहार गरेर कार्यालय सहयोगीको जागिर खाम्ला, त्यति त गर्न सक्छु। यसले अब मलाई माया गर्दैन। म यही भनेर किन कुर्नु? घरबाट बाहिर निस्किएपछि जिन्दगी हिँड्ने बाटाहरू प्रशस्त हुन्छन्। बस केही दिनलाई गाह्रो हुन्छ। सङ्घर्ष नगरी फलको आशा पनि त ठिक हुँदैन। जिन्दगीले राम्रो पाठ सिकायो। घाइते बगिनी झन् बलवान हुन सक्छ। म गरेर देखाउँछु। भोलि मेरो बच्चाले गर्व गर्न सकोस्। मानिसलाई कस्ता कस्ता दुःखमा त बुद्धिले काम गरेका हुन्छन्। मेरो त के बिग्रेको छ र? मेरा बाआमाले यस्तै कायर छोरी होस् भनेर त पक्कै जन्माएनन् होला। यस्तै सोच्दै बिहान भयो। भोलिपल्ट बिहान श्रीमान घरमा आए। मनलाई एक ढिक्का बनाए। म आफ्नो सामान पोको पारेर उनलाई हेर्दै नहेर्दै निस्किएँ। जाने बेलामा भने राम्ररी बस्नु, बाटामा कहीँ कतै भेट भए बोल्ने आँट नगर्नु, सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउनु। अनि उसको 1 रुपैयाँ पनि नचाहिने भन्दै आँट र साहस बोकेर घरबाट निस्किएँ। कथा श्रीमानकी प्रेमिका। कथाकार डाक्टर सविता सुवेदी। तपाईलाई आजका 2वटा कथाहरू के कस्ता लागे कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको गाउँ खाने कथा रहेको थियो नौतले घरको झ्याल्न ढोका के हो। यसको सही उत्तर हो बाँस। अब लागौं आजको गाउँ खाने कथातर्फ। प्रश्न रहेको छ नाङ्लोभरि सुपारी गन्नै नजान्ने व्यापारी के हो। प्रश्न एकपटक फेरि नाङ्लोभरि सुपारी गन्नै नजान्ने व्यापारी के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। युथ 628 ज्यू लेख्नुहुन्छ एकदमै खुसी लागिरहेको छ। आज झण्डै 4 वर्षपछि यो कथा सुन्न पाउँदा धन्यवाद छ हजुरलाई मिठो स्वरमा वाचन गर्नुभएकोमा भन्नुहुन्छ। धन्यवाद। अशोक कुमार रोकाज्यू लेख्नुहुन्छ धन्यवाद जमिनज्यू। इन्द्रबहादुर राईको कालजयी कथा वाचन गरी नेपाली कथा प्रेमीहरूलाई मिठो खुराक दिनुभएकोमा भन्नुहुन्छ। धन्यवाद। निमेश राईज्यू लेख्नुहुन्छ धन्यवाद दादा, तपाईको कथा वाचन सुनेर नै हरेक रात निदाउने गर्छु। त्यसैगरी रमा भण्डारीज्यू लेख्नुहुन्छ यो कथामा जयमा र तिनीहरूसँग हिँड्ने सबैको व्यथा कहाली लाग्दो छ। अब फेरि विश्वमा यस्तो विवश यात्रामा कोही हिँड्न नपरोस् भन्नुहुन्छ। त्यसैगरी पुष्पराज जोशीज्यू लेख्नुहुन्छ इन्द्रबहादुर राईको जयमाया आफू मात्र लिखापानी आइपुगी कथा हजुरको आवाजमा सुन्न पायो, हजुरप्रति निकै आभार छु सर, भेरी भेरी नाइस भन्नुहुन्छ। धन्यवाद। अर्जुन बिसीज्यू लेख्नुहुन्छ नमस्कार सर, शुभ बिहानी। आजको कथानी निकै राम्रो रहेछ, मिठो वाचनको लागि धन्यवाद सर। अनि आजको उत्तर बाँस हुनुपर्छ भन्नुहुन्छ। सही उत्तर रहेको छ। सरिता राईज्यू लेख्नुहुन्छ आहा कति राम्रो कथा भन्नुहुन्छ। होम बहादुर जिरेलज्यू लेख्नुहुन्छ नमस्कार जमिन सर, हजुरको आवाजले मोहित बनाउँछ, कथा राम्रो छ सर भन्नुहुन्छ। त्यसैगरी दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुभएको रहेछ। धन्यवाद। माहेश्रीज्यू लेख्नुहुन्छ नमस्कार जुजुलपा, शुभ बिहानी आदरणीय जमिन सर, साह्रै नै राम्रो कथा, आजको उत्तर बाँस हो हस् भन्नुहुन्छ। सही उत्तर। खुमा रोकाज्यू लेख्नुहुन्छ
नमस्कार जमिन सर, म बुटवलदेखि आजको पनि निकै राम्रो कथा। आजको गाउँ खाने कथाको उत्तर बाँस हो। सानोमा गाउँ खाने कथाको याद आयो भन्नुहुन्छ, सही उत्तर रहेको छ। पुष्पा गुरुङज्यू लेख्नुहुन्छ, सर कथा धेरै राम्रो छ। आजको गाउँ खाने कथाको उत्तर बाँस होला जस्तो लाग्यो भन्नुहुन्छ, सही उत्तर। अन्जान मगरज्यू लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म इन्डियाबाट सुन्दैछु, धेरै नै मनपर्छ नेपाली कथा, छन् उत्तिकै मिठो, हजुरको आवाजबाट सुन्न पाउँदा दङ्गै हुन्छु म त। आजको गाउँ खाने कथाको आन्सर चाहिँ बाँस हो है भन्नुहुन्छ, सही उत्तर। जोग मोक्तानज्यू लेख्नुहुन्छ बाँस, सही उत्तर। ब्लकर ब्रो विशाल गहतराज्यू लेख्नुहुन्छ, आजको कथाको आन्सर चाहिँ बाँस हो दाइ भन्नुहुन्छ, सही उत्तर। अनिता बस्नेतज्यू लेख्नुहुन्छ बाँस, सही उत्तर। त्यसैगरी शैलेन्द्र श्रेष्ठज्यू लेख्नुहुन्छ बाँस, सही उत्तर रहेको छ। कमेन्ट गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।